हेलो गाइजहरु सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियो एन्ड भ्लगमा। अनि म चाहिँ आज धेरै महिनै पछि होला आइसकेको छु। अनि म चाहिँ मकैबारीमा छु, देख्न सक्नुहुन्छ पछाडिको भ्यूहरु। अनि अब दोहोरे लाउने बेला भएको छ, त्यही भएर झारहरु खेल्न आएको म चाहिँ। अनि यहाँ म कोहरु सुन्नु अनि हजुरहरु एकदमै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै धेरै सन्चै छु। अनि तपाईहरुलाई म के देखाउन चाहन्छु भने मकै के देखाउनु भन्नु हो। मकै चाहिँ यत्रो ठुल्ठुलो भएको छ हैन साथीहरु। झारहरु यस्तो छ नि, यस्तो कडा आएको छ नि त झारहरु दोहोरेमा त यस्तो छ। अनि आजको मौसम चाहिँ फेरि अलिक धुम्मेको छ, घाम छैन, पानीहरु पर्दै छ हल्का, त्यही पनि आएको। अनि म देखाउने छु तपाईहरुलाई अहिले छिनमा। खासै म बोल्दिन, त्यतिकै नबोली भए पनि हेर्दिनु होला, सबैले माया गर्दिनु होला भन्न चाहन्छु। भन्दा अनि पानी पो परेको त हो। ल साथीहरु, म अहिले देखाउँछु तपाईहरुलाई झारु खेलेको। त्यतिन्जेलको लागि लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिँदै गर्नु होला भन्न चाहन्छु। हेलो, म चाहिँ घरमा आएर खाजासाजा खाएर भात खाना सब्जी बनाउने उमा छ भनौँ न, टिममा के भन्नु त्यस्तै। अनि म चाहिँ अब दाल बसाएर तरकारीको लागि यहाँ आएको छु। यता माथि छ आलु, अनि आलु ल्याउन आएको छु। आलु खनेर छन्दा गरेर रको तरकारी खानु भनेर मसिनो भए पनि राखेका छौँ। अब चाहिँ म लगेर भिजाइ राख्छु पानीमा। अनि दाउराहरू ल्याएर सुँगुरचारो गरेर काट्छु अनि खाना बसाउँछु। यति छ हाम्रो दाउरा। जुका पो छ कि भन्ने डर भयो त हो। यहाँदेखि झिक्नु पर्ने यस्तो झोडी छ, पछाडिपट्टिदेखि झिक्दैछु। अनि बाटो त्यहाँदेखि निस्केर त्यता गएर किचनमा जानुपर्ने यस्तो झोडी छ नि। हौ के भएर चाहिँ लडी हिँड्दैछ हौ? यहाँ जुका आउँछ नआउनु है, उता खाजा पर्दैन, जुकाल टोक्छ। म आइगएको है, किचनमा बस्दै गर त। झार काट्नु अब दाउरा ल्याएर झार काट्नुतिर छु, तर पानी पर्न थाल्यो त। यो चाहिँ हाम्रो फुल।
भन्नु कहाँ काट्न झार पनि छैन त। हाम्रो अङ्गुर पनि छ तर यसपालि के अङ्गुर देख्दै हुनुहुन्छ पुअरे। यसपालि के भएर अङ्गुरको बोटले पाए धोका पायो। उता एकदै दाना देखिँदैछ, एकदै झुप्पा मसिनो मसिनो। अनि यहाँ हल्लुई छ हाम्रो, हल्लुई मिठो खालको छ यो हल्लुई चाहिँ। काट्दा पनि नकक्क्याउने खालको नि, कुनै त कक्क्याउने हुन्छ नि, त्यस्तो छैन। यस्तो छ हालत भित्ताको। तर सुँगुरले यस्तो झार खाँदैन है। झार पनि खेलेर दिए सुँगुरलाई। हाम्रो चाहिँ यत्रो छ सुँगुर साथीहरू। मैले चाहिँ आलु पनि धोएर भिजिसकेको छु। अब म एकैचोटि पाकिसकेर मात्रै तपाईँहरूलाई देखाउने छु है त। हिजो चाहिँ होइन साथीहरू, हिजो भनौँ न, अब ढिलो भयो, बिर्सेछु पनि बनाउनै। अब यतिमै अब टुङ्ग्याउने चाहन्छु म चाहिँ होइन। सबैजनाले हेरेर लाइक कमेन्ट सेयर केही पनि गरिदिनु होला। फेरि अर्कोचोटि आउँदा राम्रो त्यही पनि कोसिस गर्ने छु। अनि मौसम चाहिँ यस्तो छ आजैको, पानी पर्दैछ देख्न सक्नुहुन्छ। यो चाहिँ यताको गाउँ हाम्रो। ल आजलाई यति नै साथीहरू, बाई बाई।